हाम्रो नक्कली सानीमा होइन हाम्रो नक्कली सानीमा टिकटक बनाउन नजान्दा पनि बनाउने सानीमा भाइरल भइसक्यो बुढेसकालमा चुपे नक्कली हुनुपर्ने सानीमा टिकटकको टी पनि नजान्ने सानीमा लाई चाहिँ टिकटक बनाउनु पर्छ हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम ठिकठाक छु न्यू डे विथ न्यू भिडियो म चाहिँ हजुरहरूको उपस्थितिमा आइसकेको छु अनि त्यहाँ चाहिँ देख्छ भनेर लुकिरहेको छ रिया खान उनीहरू चाहिँ रिया खान हो रिया खानको टुप्पी तान अनि सानीमा त्यो बन्द गर्नु न कपिराइट पनि लाग्न सक्छ क्या हामीलाई कपिराइट लाग्न सक्छ क्या एउटा कि टिकटक बनाउनु खालि मात्र नजानुहोस् त्यत्तिकै क्या अब काली भाइ भइसक्यो अब भन्छ कोले चिन्नु भयो प्लिज कमेन्ट गर्नु है उहाँलाई भाइरल हुनु भइसकेको रहेछ ऊ सानीमा सानीमा चाहिँ मम्मीको बहिनी सर्टकटमा चाहिँ मैले काली भाइ भन्छु फेरि यस्तो कुरा चाहिँ गर्नु ल हेर्नु है त यस्तो छ यस्तो नक्कली सानीमा भन्छु क्या म चाहिँ त्यही भएर नक्कली सानीमा भन्छु म चाहिँ यो किन आज लास्टै पहिलो आइरहेको यार मेरो क्यामेरा मम्मी के गरे हो बढेल हो मम्मी चाहिँ बढाल्दै हुनुहुन्छ अन्त चाहिँ मैले हिजो ढोको मेरो कपडाहरू चाहिँ यहाँ छ सुक्या छैन होला है मम्मी क्या सुक्नु आमा के हो यस्तो उहाँ चाहिँ एकदम नाच्नु हुने मान्छे उहाँ चाहिँ नाचिरहनुहुन्छ मम्मी चिया चाहिँ खानु पर्यो नि त होइन किन लुक्यो भने रिया चाहिँ त्यो बन्द गर्नु न अहिले कपिराइट लाग्न सक्छ क्या मलाई फेरि कस्तो कुरो नबुझ्ने सानीमा भाइ यार अहिले हजुरमा बनाउनु लाग्यो आमामा नसक्नु सानी बल्ल राम्रो आमा छोरी आमा छोरी यो माया कस्तो हो यो माया हाम्रो माया जुनीभरिलाई हाम्रो माया जुनीभरिलाई अनि हिजो कहाँ बस्यो हो बुढी माउ यता 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 कता 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 हिजो कहाँ बस्यो हिजो आमा ओला भनेर बाटो हेर्दा हेर्दा मेरो आँखा टट्टाए थाहा छ आमा ओला र म भिडियो बनाउँछु भनेर बसिरहेको थिएँ कहाँ बस्यो के खा त्यो चाम्रे खाएर क्या ज्वाइन जानुभएको थियो भने खानु अनि हामीले खाए भाउजू एक गिलास के लगाइदियो त्यो चाम्रे खाएर रगी खाए त्यहाँबाट फेरि गएर फेरि यति पकाइदियो खिर पकाइदियो कसले त्यो खाएको यो घाँटी नै अमिलो पानी आएको आई थुकेको थुकै भएको अनि एकछिन हग्न गएँ अनि अलिक कम अनि एक गिलास लगाइदिए के खायो त्यो तुम्बा खा कि लोकल रक्सिया आमा यो बुढी माउ त चट्टै रहेछ मम्मी चाहिँ यो कुरो सुनेर रिसाइरहनु भएको छ आज चाहिँ सानीमा चाहिँ टक्क कलेज जानु भएको रे अर्काको स्कुटरमा फेरि स्कुटर जानु लाग्यो अब त हेलमेट निकालिदिनु त बस्नु बस्नु हेलमेट निकालिदिँदै छ भने हेलमेट कहाँ कलेज जानु र स्कुटरमा कलेज जानु ल होइन त हेलमेट हेलमेट लाउनु भने लाउनु भने
कलेज जानु लाग्यो ल टक्क स्कुटरहरू सानीमा चाहिँ हेलमेट सेलमेट लगाएर छ्या नलगाउनु पर्छ देउन कि त्यो नलगाउनु भन्ने के पर्छ भनेर नलगाउनु यस्तो नि यस्तो हाँसी मजाको उयो चाहिँ होइन सानीमा कलेज जानु ला मान्छेले अनि एदेखि जेठसम्म आउँछ त एदेखि जेठसम्म आउँदैन है अनि के छ मम्मी चिया खाने होइन किन रिसा हो फेरि बिहान बिहानै वाइ लाइक दिस कमर दुखेछ बढ्दा अनि हो कम्मर दुखे अनि के त पैसा कमाएर म त्यो भ्याकुम क्लिनर ल्याइदिन्छु नि मम्मी ठाडै यसरी वाँ गर्ने जिउहरू बढाल झनै पर्दैन पैसा चाहिँ कमाउँदैन न अहिले अलि खराब समय भइरहेको छ तर ठिकै छ केही छैन पछि के हुन्छ थाहा छ मम्मी आफ्नो चाहिँ अहिले चाहियो भनेर अहिले कहाँ पाउँछ त मम्मी अब अहिले मलाई के चाहिएको छ मैले अहिले पाउँछु त पाउँदैन नि हरेक कुराको समय हुन्छ के पाउने चाहियो चिज भन्ने बित्तिकै पाउँछ त अहिले भन्ने बित्तिकै पाउने अब के किन्ने विश्वास छैन है छोराको पैसा कमाउँछ यसले एक दिनदेखि किन्ला भन्ने छैन है विश्वासै छैन किन यो विश्वास चाहिँ के कारणले हो किन हत्या हो विश्वास किन हत्या भने विश्वास अब चाहिएको कुरो नपाएपछि के विश्वास गरिरहनु त छोरामा त जति भए पनि विश्वास यति भए पनि विश्वास चाहिँ गर्नुपर्छ क्या विश्वास राख्नुपर्छ अहिलेसम्म विश्वास राखे त केही भएन भन्न खोजे विश्वास गर्दा गर्दा विश्वासै घात गाइजमा त विश्वासघाती रहेछ यार यो त के गर्ने होला कहाँ जाने होला कति चाहिँ मोबाइल समाल्छ कस्तो होला मम्मी त्यही त भन्दैछु त अहिले मोबाइल साट्ने पछि के साट्ने समय आउँछ दिन आउँछ कुरो बुद्धु हो तर हजुरले विश्वासघाती भन्नुभयो लास्टै दुःख लाग्यो हुन सक्छ भन्ने के हुन सक्छ भने होइन हजुरले हो नै भन्ने भइसक्यो यता फेरि बुढी माउले चिया ला भनिसक्नु भयो आमाले चिया नखाए त फेरि चित्तै नबुझ्ने ममलाई पनि दिनुहोस् हजुर अनि हजुरले कागती पानी खाएन बुढीमा खायो हिजोको अनि ह्याङ त निस्क्यो होला नि त होइन कस्तो बुढीमा रहेछ रक्सी खान किन गएको त्यतातिर ए एक्टरै रहेछ यार आमा पनि एक्टिङ हान्दिएर अहिले त कहाँ खान्छ पो भनेर आमा चप्पल लाउनु नि चप्पल आमाको चाहिँ एउटा खुट्टा अलिक ठुलो छ त्यो खुट्टा केले ठुलो भएको रे के भएर चाहिँ आमा बोकेर किन हजुरआमाको आमा बिरामी भयो र आमा बोके कहाँ बोकेर हस्पिटल पहिला पहिला अब गाडी नचल्ने बेलामा कति टाढा टाढा हिँडेर जानु पर्ने मान्छेलाई बोकाउँछ होला नि नपाएर साना उमेर ठुलो आमालाई बोकेर ए त्यही भएर खुट्टामा असर पर्यो नि त चेकअप गराएर होइन अस्ति नै हजुर लगेर गराएको नि अपरेसनै गर्नुपर्छ भने रिक्स लिनुपर्छ भने के बुढी भन्नुहुन्छ के रिक्स लिएर अपरेसन गर्ने भनेर तर त्यसले के दुखाइ यताउति असर त भएन होला नि बेला बेला सुनिन्छ काम ज्वरो आउँछ र त्यही त्यसै कारणले बुढी भए मान्छेलाई फेरि अब अपरेसन नि के गरिदिने है चाहना हुन्छ ठिकै छ गाइज ल
नानी चाहिँ आमा छोरा चिया खाइरहेको छ होइन व्यर्थ यहाँ काम गरे अन्त्य काम गर्न पाए भने हुन्थ्यो भने कि त मलाई रिस उठ्छ कि मान्छेले कहाँबाट के गरिसक्यो यहाँ व्यर्थै काम गरे अन्त्य गर्न पाए भए हुन्थ्यो भनेपछि ल जा नि त जा मैले नि के सोचेँ भने जो मान्छे जहाँ खुसी हुन सक्छ त्यहीँ खुसी हुन दिने हो कि कसैलाई नि करकाप गरेर तैँले यो गर्नै पर्छ भनेर चाहिँ मान्छेलाई कर लाएर कहिले पनि त्यो काम गर्दैन के मान्छेले आफ्नो मनदेखि खुसीले गर्ने हो जे पनि काम मन लाग्छ छुट्यो अब त्यति भनेपछि के भन्नु पऱ्यो मैले अब बाँसको हाल्न कानै पुग्छु भन्छ अरे अनि त्यसपछि पछि त फेरि लुङ्गेर भुइँ आउँछ भने जस्तो मैले नि त्यही हो सबैको त्यही हो कि जसरी म त अब बाध्यताले अब के अरे चाहिँ बच्चा बच्ची पाइयो विभिन्न समस्या भयो ल अपरेसन गर्न पर्यो ठिकै हो मान्छेले जानी आफूलाई आफैले हानि पुर्याएर त गऱ्यो भनेपछि त मैले त बोल्न पर्ने त कति छ कति भन्न पर्ने त कति छ कति अझै पनि मैले अझै म के अरे म शान्तै भएर बसिरहेको छु कि मैले अरूको अगाडि किन चाहिँ लत्त छान्ने त गरेर खानै पर्छ अझै त हालबाट चलिन्छ के अरे मान्छे बुढेसकालसम्म त गर्नुपर्छ भन्छ अहिले त अब चुप्लाएर बस्ने बेला त होइन सकेको काम त गर्नुपर्छ भनेर मात्रै हो नत्र भने मैले पहिले लत्त छान्न खोजिसकेको थिएँ कि जुन त लो गर्दै गरौँ यसरी खाली बस्न हुन्न भनेको नि त अलिकति चित्त बुझ्छ अनि त्यहाँबाट अनि उसले पछाडि यताउति म्यानेज गर्दै गर्ने अनि फेरि आफूले कमाएर त्यसमा थपथाप गरेर उसले भने जति सामान चाहिँ जसरी पनि बनाएर पठाउनु पर्छ भन्ने सोच राखेको अनि त्यहाँबाट हो त नि भनेर एउटा चित्त पनि बुझ्छ त्यस्तो दुईचोटि भनिसकेँ भाइको बिहे खाएर बस्छु भन्नु अनि छरछारीलाई नि आफ्नो भन्नु पर्दैन कसैलाई नि आफ्नो भन्नु पर्दैन अब मैले भन्न त भनिहालेँ फ्याट अब त्यो मैले बुझेर भने कि साँच्चीकै भने त्यो मलाई नै थाहा छैन फेरि म यहाँ सोच्दैछु कतै मैले सही नै भने कि गलत भने कि भनेर म सोचिरहेको छु तँलाई त आफूले भनेको कुरा सही नै भने जस्तो लाग्यो होला अब उन्ताकादेखि काका भाखा गए बेलादेखिको यसो गरौँ भनिरहेको छ त सोच्दा सोचेर मात्रै के हुन्छ गरिहाल्ने हो नि त सोचेर मात्रै हुन्छ अस्ति मैले अब त्यति 40,000 रुपियाँ कसैले के गरेर उगारी जम्मा 14,000 रुपियाँ थियो विशालको खातामा त्यति पैसा पनि म नताते भए कहाँबाट हाल्थ्यो त्यति गरेछ अनि मान्छेले मान्छेहरूलाई के मतलब छैन अझै रिस भने उनीहरूकै ठुलो यहाँ त म चाहिँ रिस आउँछ मम्मी त पहिला त डेन्जर हुनुहुन्छ गाइस सानो के भनिदिइहाली तर मैले भनेको कुरा मैले साँच्चीकै भने कि मैले बुझेर भने कि के गरेर भने म सोचिरहेको छु त्यो कुरा तर त्यो कुराले चाहिँ ठुलो असर परेछ गाइस के गर्नु गाइस हो आफूले भन्नु पऱ्यो नि त नि मलाई थोरै पैसा दिनु खोज्यो भनेदेखि यदि चाहिन्छ नि भन्नु पऱ्यो नि त नि पहिला आफूले मैले त सोझो देखेर त थोरै पैसा दिन्छ भनेर कुरा के हो किन हो झगडा गरेर गर्नु पऱ्यो गर्नु पर्यो अहिले त डेढ त डन भएको त किन हो किन डन भयो कोठे डन त हो नि कोठे डन मात्र हो कोठे डन मात्र कोठे डन मात्र बारी होइन कोठे डन हो के छ पानी त्यसो भए उम्रेले कहिले हाले भिडियो भने मम्मी हेलो मम्मी तर बोल्ने के किन
पानी मेरो चित्त दुखाएको छ के कुरामा चित्त दुखा तँलाई बिहा गरेर पाउँदैन भन्ने पिर हुन्छ क्या होइन होला मैले मेरो छाछा नागै बसोस् भन्ने सोच्छु होला त नागै अँ त्यस्तो नभन्नु नि मम्मी याद त भनिहाल्यो अब साँच्ची मैले त्यो मनभित्रबाट त्यही कुरा हो मलाई टेन्सनै त्यही हो भनेर मैले त्यो कुरा गरेँ होइन नि त फ्याट त भने अब के भन्ने थाहै छैन एकचोटि हो र भने दुईचोटि भनिसक्यो मान्छेको मनभित्र जे हुन्छ मुखबाट त्यही निस्किन्छ के होइन हौ त्यस्तो अब नभन्नु मन लागे काम गर्छु मन नलागे गर्दिनँ भनेपछि त त्यो त एउटा पढाइले भन्ने कुरा भनेपछि अनि कसरी चाहिँ मैले चित्त बुझाएँ र त्यस्तो भने मैले है कस्तो हो र भनेर के अरे यहाँ ठिक्क पार्ने अनि म त रिसाउने नि हजुरसँगै हो फकाउने नि हजुरलाई नै हो छट यहाँ कम्मर दुखा चाहिँ यदि गर्ने कोही छैन खै त्यही भएर त अनि गर्ने मान्छे ल्याइदिन्छु भने नि ल्याए त राम्रै हुन्थ्यो त नि हो र कसले नले भने लास्टै रिसाउने यार अन्त लास्टै रुन मन लाग्छ यार यो घरको कुरा देख्दा पनि कहिले काहीँ तर म त सबै हालिदिन्छु ड्याडी किनकि मलाई त बालाई त छैन होइन त हेलो अनि काम कसरी गर्ने सोचिरहनु भएको भने क्या ड्याडी आच्छासँग गर्नु आच्छासँग गर्ने के भने हौ अनि ठुल्ठुलो त्यो बन्द गर्नु त हजुरसँग कुरा गर्नु सक्यो बन्द गर्नु नि त्यो एकचोटि ड्याडी गर्नु नि भने एकचोटि हुन्छ क्या एकचोटि कपिराइट लाग्छ क्या फेरि कपिराइट लाग्छ क्या बन्द गर्नु नि एकचोटि कपिराइट अनि के हो अरे खास कुरा किन हो जोसेको किन हो डन पन्ती हजुरको बाहिर डन होइन भित्री डन हो मम्मीसँग मात्र डन हो तिमीहरूसित अब के गर्नु गाइज खार मम्मीले के पकाउनु भयो खारायो मम्मी खारायो एकछिन म त्यहाँ भिडियो बनाउँदैछु अनि त्यही हो कहिले अब हाँसो हुन्छ कहिले रमाइलो हुन्छ कहिले इमोसनल हुन्छ कहिले दुःख हुन्छ कहिले सुख हुन्छ कहिले झगडा हुन्छ कहिले के हुन्छ फ्यामिलीमा होइन त्यही हो अब आजको दिन यसरी नै बित्यो दिउँसो चाहिँ म बाहिर गएको थिएँ सुन्दारातिर अनि खासै त्यता भिडियो गर्न चाहिँ अलिकति मन लागेन मलाई किनकि त्यो भिडियो गर्ने जस्तो त माहौलै थिएन त्यहाँनिर अनि त्यही हो फ्यामिली ब्लग भइसकेपछि अब फ्यामिलीमा के हुन्छ त्यो सबै कुराहरू देखाउँदा अब कहिले हाँसिन्छ कहिले रोइन्छ कहिले झगडा गरिन्छ कहिले के हुन्छ होइन फ्यामिलीमा कहिले कामहरूको डिस्कसन हुन्छ अब धेरै कुराहरू हुन्छ फ्यामिलीभित्रमा अनि झगडा परे पनि फेरि एकैछिनमा मिली पनि हालिन्छ फेरि होइन त्यस्तो हुन्छ फ्यामिली चाहिँ अनि अब आजको भिडियो यस्तै भयो कोले अन्तिमसम्म भिडियो हेर्नुभयो एउटा यत्रो मात्र कमेन्ट गरिदिनु होला अनि डु नट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब अनि भिडियो चाहिँ सक्दो डेली हाल्ने कोसिस गर्दैछु मैले तर अब क्वालिटी त यही नै हो अब जो मसँग जे छ त्यही देखाउने हो जस्तो छ त्यस्तै बनाउने हो होइन अनि त्यही हो डु नट फर्गेट टु लाइक कमेन्ट सेयर सब्सक्राइब फेरि भोलि नयाँ दिन र नयाँ भिडियोको साथमा हजुरहरूको सामु उपस्थिति हुनेछु अहिलेलाई चाहिँ गुड नाइट बाई बाई